सर्वप्रथम बधाई छ नेपाली क्रिकेट टिमलाई आफ्नो ग्रुप स्टेजको सम्पूर्ण खेलहरू जितेर सुपर 6 पुगेकोमा। र आज नेपालको पहिलो खेल हुनेछ सुपर 6 को र त्यो नि एकदम रोमाञ्चक। नेपाली क्रिकेट टिमले आजको खेलमा आफ्नो चिर परिचित प्रतिद्वन्दी युए को सामना गर्दैछ र सुपर 6 को पहिलो खेलको सुरुवात गर्दैछ। युए एकदम बलियो र वर्ल्ड कप खेल्न एक दावेदार टोलीको रूपमा रहेको दुई मत छैन र नेपाली क्रिकेट टिमले आफ्नो एकदम बलियो टोली मैदानमा उतार्नुपर्ने देखिन्छ। यो गेम फाइनल सरह हुनेछ। जसले खेल जित्नेछ उसको प्रबल सम्भावना बन्नेछ वर्ल्ड कपको लागि क्वालिफाई हुने र नेपाली क्रिकेट टिमले आफ्नो टिममा केही परिवर्तन गर्नुपर्ने देखिन्छ। मेरो विचारमा सब लाइनअप ठिक छ, तर सन्दीप जोडा र कुशल मल्लमा एकजनालाई नेपाली टिमले बेन्चमा राखेर आदिल आलमलाई टोलीमा समेट्ने हो भने ब्याटिङ लाइनअप अझै बलियो हुने छ र करणलाई यो खेलमा समावेश गर्नै पर्ने नै देखिन्छ। आजको यो खेल नेपाली समय अनुसार 4:15 सुरु हुनेछ। ओमनमा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई स्टेडियममा गएर साथ दिन हुन हार्दिक अनुरोध गर्दछु। नेपाली क्रिकेट टिमको जितको लागि र खेल जितेर आफूलाई 2026 को इन्डिया र श्रीलङ्कामा हुने T20 वर्ल्ड कपको लागि आफ्नो स्थान पक्का बनाउन शुभकामना व्यक्त गर्दछु। जय नेपाल, जय क्रिकेट। फलो गर्न नबिर्सिनुहोला।